हाम्रो लागि होइन, राम्रोको लागि। नमस्कार। आगामी फागुन 21 गते मार्च 5 मा हुने निर्वाचन हाम्रो लोकतान्त्रिक यात्राको महत्वपूर्ण गन्तव्य हो। जसरी हामी सही गन्तव्य छान्छौँ, त्यसरी नै मतदानमा पनि सही निर्णय गर्नु आवश्यक छ। निर्वाचन केवल एक दिनको कार्यक्रम मात्र होइन, यो देशको भविष्य निर्धारण गर्ने हाम्रो जिम्मेवारी पनि हो। हामीले मतदान गर्दा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज, विकास र आगामी पुस्ताको उज्यालो भविष्यको लागि निर्णय गर्नुपर्छ। हाम्रो घुम नेपाल विश्वास गर्छ, सचेत नागरिकको निर्णयले देशलाई सही दिशा दिन्छ। आउनुहोस्, फागुन 21 गते मार्च 5 मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मत प्रयोग गरौं। जिम्मेवार बनौं, सचेत बनौं। त्यसैले